वेलकम टु माई मिनी भ्लग। पहिला सुरुमा त हामी बिहानै म 5 बजे उठेर ट्युकन काटेर लाइन लागेर मेरो छोरीको आँखामा चेक गर्न गएको। उनलाई अहिले यति बेला आँखाको औषधि राखिदिएको छ 15-15 मिनटमा। उनकोलाई 15 मिनटमा राखिदिइसकेपछि म अब आफ्नो चेकअपको लागि हिँडेँ। हेर्नुहोस् त, उसलाई औषधि लगाएर छोडिदिएर आफ्नो पालो आयो भनेर भन्नुभएको हुनाले मेरो पालो आउन हस्पिटल पुगे। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छौँ है साथीहरू। हामी यति बेला हेर्नु कति धेरै लाइन छ। यति सब छोरीहरू गरिसकेपछि फाइनली मेरो पालो चाहिँ आइसकेको रहेछ। त्यहाँनिर ढोकानिर छ भन्दै हुन्छ। आफ्नो चेक गराइसकेपछि फेरि नानीकोमा गएँ। फेरि चेक गराउनको लागि यो ठाउँमा जानु पर्यो। त्यसपछि आएँ। फेरि मलाई फिजियोथेरापी गर्ने भनेको छ। त्यहाँनिर हेर्नुहोस्, त्यहाँ जाने भयो थेरापी गर्न। त्यसपछिको थेरापी गर्ने मेरो सानीको आँखामा पनि मौरीले टोकेर यस्तो भएको छ। हामी थेरापीको उसमा चाहिँ कुरिरहेको थियौँ। यस्तरी बिचरीलाई कसरी मौरीले टोकेको छ, त्यही पनि कहाँ टोकेको छ जाने भने यहाँ टोकेको छ भन्छन्। मौरीले अय्या गरेको छ अरे, त्यहाँ पनि टोकेको छ अरे, देखाइरहेको छिन्। त्यो हेर्नु। अनि यसरी मेरो थेरापी भयो। अनि हामी खाजा खान लायौँ। बाबाले चाउमिन खान लाइस्यो सानाको बाबाले। सानाले चाहिँ मोमो खाने भनिरहेछिन्, मोमो पर्खिरहेछिन्, मोमो भन्छन्। अनि त्यसपछि हामी चाहिँ मेरो नास्ता चाहिँ छोले समोसा आयो। म छोले समोसा खान लागेँ। बाबाले चाउमिन खाइसक्यो। अनि हामी चाहिँ बाबा नानीले चाहिँ खाइसक्यो भनेर चिची गर्छन्। अनि त्यसपछि मलाई फेरि यो छोला मन पर्दैन, समोसा मनपर्छ। छोले समोसामा थोरै हालेको मात्रै मनपर्छ। धेरै भएको छोला पनि बाबाले खाइस्यो। फाइनली गाइस सानाको अब मोमो पनि आयो। सानाले मोमो खान लाइन बाई।